नमस्ते। मेरो यो अर्को नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी दुईजना चाहिँ जाँदैछौँ गोदावरी घुम्नलाई। हेरौँ अब गोदावरी कहाँ कहाँ घुम्छौँ है त। हामी चाहिँ गोदावरीको बस पार्कमा आइपुग्यौँ। अनि यहाँ आइपुग्दा चाहिँ अब हामी भित्र बोटानिकल गार्डनमा जाने कि मार्बल डाँडा जाने कि फुलचोकी डाँडा जाने कि भनेर हामी दुईजना एकछिन कन्फ्युज भयौँ क्या। एकछिन बसेर सल्लाह पनि गऱ्यौँ। अब कहाँ जाने त, अब धेरै छ नि त त्यहाँ गइसकेपछि घुम्ने ठाउँहरू। अब चाहिँ हामी कहाँ घुम्न जाने भनेर फिक्स भयो क्या दुईजनाको। अब चाहिँ हामी फुलचोकी जङ्गलतिर गएर यसो घुमेर आऊँ न त भन्ने कुरो फाइनल भयो। त्यहाँबाट हामी लाग्यौँ जङ्गलतिर। यो चाहिँ फुलचोकीको एकदमै भाइरल रोड हो। यहाँ चाहिँ यदि तपाईँहरू पनि प्रकृतिलाई चाहिँ एकदमै नजिकबाट महसुस गर्न चाहनुहुन्छ भने चाहिँ यो भाइरल रोड र जङ्गलको दृश्य अवलोकन गर्न आउन सक्नुहुन्छ। यदि काठमाडौँ भ्यालीभित्रै हुनुहुन्छ भने चाहिँ फुलचोकी धेरै माथि नै बिच बाटोमा गइसकेपछि अलि हामी रेस्ट लियौँ, बस्यौँ, दुईजना चाहिँ गफ गऱ्यौँ। अब हाम्रो चाहिँ दुईजना चाहिँ साथी न सङ्गी, जिन्दगी एक्लै रङ्गी चङ्गी भन्दै र म गफ गर्दैछु क्या त्यहाँनिर। यहाँ चाहिँ हामी अब फोटो भिडियोहरू एकअर्कामा, अब उसको क्यामेराम्यान म, मेरो क्यामेराम्यान चाहिँ ऊ भएर फोटो खिच्दैछौँ क्या। यहाँनिर फोटो भिडियोहरू बनाउँदैछौँ। जेठ महिना लागेर होला जङ्गलहरू चाहिँ एकदमै हरियाली, नयाँ पालुवाहरू पलाएर हरियाली देखिन्छन्। यदि तपाईँहरू पनि अफ रोड राइडिङ गर्न मन पराउनुहुन्छ भने चाहिँ बाइक र स्कुटरमा चाहिँ मनसुनको राइडिङको मजा लिन सक्नुहुन्छ। मेरो चाहिँ यो अफ रोडको चाहिँ राइडिङ चाहिँ फर्स्ट एक्सपिरियन्स हो। एकदमै मजा आयो। तपाईँहरू पनि अफ रोड राइडिङ मन पराउनुहुन्छ भने चाहिँ यो समयमा चाहिँ एकदमै बेस्ट छ।